आजको धरान बजारको मौसम धुम्म धुम्म पानी पर्ला पर्ला जस्तै छ। यसको व्यवस्था हुँदैछ आज मजाले। आज यसको व्यवस्था हुँदैछ। नोकर सोकरलाई पनि त्यही राख्छ को ठुलो को सानो भन्ने हुँदैन। उनीहरूको जुठोसँग हुँदैन। मुस्लिमको चाहिँ राम्रो हाम्रो मेडिकल चाहिँ गरेपछि ओके भएपछि त बराबर बराबर उनीहरूको जुठो खान त कहिले दिँदैन फेरि घिना ए हाम्रो जुठो खान होइन सबै एकै मेडिकल राम्रो हुन्छ। त्यो जस्तो गरेर पनि हुँदैन सिधै हो सक्यो अब त्यो यस्तोमा नलाग्ने चाहिँ नलाग्दो रहेछ कि त्यो छाला नउठ्यो दादा त्यो छाला अमु बिस्तारै अस्ति आँदा निस्केको थियो ऊ त्यहाँ माथि ए त्यो त अलिक चिरेको अलिकति अलिकति अपरेसनमा छिलेको बाजु पानी यहाँ ल्याइदिनुहोस् न पानी यहाँ ल्याइदिनु नि भनेर बाँधिहाल्यो होइन केही हुँदैन त्यति आन्द्रामा भेटेछ हामी सानो मान्छे यो कुरा फुट्ने चाहिँ कहाँ अनि यो त निकालेर ऊ भैँदेरसँग भलिबल खेलाउने हो होइन डुम्पिडुङ अनि त्यहाँदेखि पछि के भन्छ सिक्सो पक्र पक्र भयो फेरि सानो ढेँगे
आज त नरेश छैन अस्ति नरेशले अरे घरमा धेरै भाइ छ रक्ती खट्टी खानु हुन्न दाजु गयो बिस्तारै कना धर्म आबि यो रगत त यति नै त हुँदैन नि यहाँ होइन हजुर यसरी नै त बस्दैन नि के? जिउँदोमा आँखा बस्दैन नि हो रगत चलिरहेको छ नि यो त मुटुले पो हान्छ त यो त मुटुले पम्प गर्ने हो नि अनि रेटु कतिखेर फोन आयो मलाई थाहा तर मोबाइल कतिवटा खाएको छ कतिवटा कराउको चाहिँ मिलाउनु ल ए भाउजू फोन गर्नुभएको थियो ए म यता मासु काट्दैछु भाउजू मासु काट्दैछु कि म फोनै थाहा पाइनँ अहिले हेरेको पो फोन आइरहेको त्यतिखेर अब यो भिजेर मासु काट्दैछु ल ल सुन्दर त कुमारी भेट्छु कुमारी भाउजू यस्तो कलेक्सन ए होइन दाजु बोरा छ भने यहीँ खनेर त्यहाँ भान्सामा मात्रै हाल्नु किन फोहोर गरिरहेको लु हेर्नु त्यहाँ माटोमा नजाओस् कहाँ म त निकै टाइम लाग्छ नि बोरा खोजेर ल्याउनु निकै टाइम कसैलाई आउनु पर्यो नि त निकै सिधै लु हड्डी दायाँ बायाँ नजाने सिधै काट्ने जानु चाहिँ कता जान्छ सिधै काट्छ कोही ठाउँमा हड्डी ठुलो पसलमा गएर के हुन्छ यहाँ चाहिँ भागानुमा ठिक्क सिधा ओह्रालो कहीँ भेट्दैन दोकानै यहाँ छैन सानो बोरा हो नि चामलको बोरा के गर्ने बोरा यसको ए मुलुको छेउ नि हजुर हजुर बोरा त पुरै छ अनि बाल्टिनमा मासु हाल्दै लाने हो हामी जसले कसरी बनाउँछ म पनि सकेल है खक्कै अनुहार पनि निकालिदिन्छ त दुईपट्टि यो काम सर्लक्कै सर्लक्कै नि। टेपु सबै सर्लक्कै हुन्छ अनुहारै निकाल्छ नि सुँगुर फाल्टै हो यो कालो कुर्सी निकाल्छ यो छाला पक्लकै निकाल्छ नि पक्का हालेको दुखेर नगरौँ के चाहिँ किन्ने मान्छेले यो सुँगुरको मासु त चाइनिजहरूले त 3-4 भाउमा बेच्छ नि यो मासु सर्लक्कै डोलाई निकाल्छ होइन यो फाल्टै बेच्छ ढाडको तपाईँको यो यस्तोमा यस्तो योहरू महँगो यस्तो यो यिनीहरू महँगो अनि बाल्टिन ल्याइ अनि मुनिको बोसहरू त्यो बोसहरू मासुहरू एउटै दाम कति भाग हान्ने दाजुले सस्तो हौ 35वटा चाहिँ हाल्नु न हिजो सुँगुर निकालेर घमाउला कतिवटा खुराहरू 3-4 खुराहरू तर मलाई चाहिँ यो मासु मिठो लागेन हौ यो जुरोको चाहिँ अलिक मिठो लागेन त मलाई के हो तपाईँलाई त्यो लागेको मात्रै हो हो सुँगुरको लागेन भने थाहा पायो भने नि दार्जिलिङ गएको होइन त्यो केटाले चाहिँ के गर्यो भन्दाखेरि नि त्यो दार्जिलिङमा चाहिँ यो अलिक हिचकिचाउँदो रहेछ अब हामी त फ्रीमा खाने हो कराउँदै कराउनु तर यो टाउकै सबैभन्दा यो राष्ट्रिय सभा चाहिँ अगाडि त्यो नियुक्ति हुँदो रहेछ हो यो चाहिँ के पो भन्नु हुँदै थियो तपाईँको अस्ति टिपेको चाहिँ
2 धार्नी 1 चौली हो होइन अनि 1.5 केजी मलाई दोकान बाहिर पो छ अहिले हजुर कति मजाले खान्छ ए हस् हस् हुन्छ अगाडि एकछिन रेस खाँदा बानी भएर 35 बानी पुग्छ नि ख्याउ सानो सानो बनाइदिनु त सबै काट्ने गाह्रो सबैभन्दा साह्रो यहाँ गुलाको यो सबैभन्दा साह्रो आधीसम्म हाल्यो आधी हजुर त्यो हाल्नु त्यो यहाँ छ नि त अझ छ त्यहाँदेखि बुढोले सोधेछ अरे आधी मूल्यमा त दसैँमा पुग्छ होला नि बुढीले चाहिँ भन्नु अरे कहाँको त्यो आधी मूल्य टक्कै 6 किलो ल्याउनु पर्छ भन्नु अरे बुढो कति रे बुढीले चाहिँ 6 किलो ल्याउनु भनेर 6 किलो रक्त बनाइदिनुपर्छ Fox.